कता ढोकातिर हौ घरको बुढी खरानी बाहिरको सबै केटी तिम्रो लागि महारानी। यहाँ हेर्नु त यी हाम्रो गेट अगाडि कुन चाहिँ यो के फालेर गएको रहेछ हौ, इङ्ग्लिसबाट लेखेको रहेछ, म त यो पढ्नै जानिनँ। हेर्नु के रहेछ हौ? आई एम सरू प्लिज कल मी। ए यो त सरकारले अहिले करदाता प्रोत्साहन पुरस्कार यो कार्यक्रम लिएको छ नि, त्यसमा सामेल हुनुको लागि यो 3 किलो प्याज किनेर बिल बनाएको रहेछ, प्यान बिल सहितको। त्यो पनि यतै झारिराखेको छ। अब यो त हामीलाई के काम र? त्यो मान्छेले अब यो बिलै त यहाँ झारिराख्यो भनेपछि पुरस्कारको लागि पनि छुट्यो। यो चाहिँ काम छैन हामीलाई। ए त्यो बिल पो इङ्ग्लिसबाट लेखेको रहेछ, मलाई त पढ्नै आएन, त्यही भएर देखाउनु काम दिएको। छैन हामीलाई। हेलो हेलो सरू बोलेको हो नि हजुर, मलाई चिन्यौ त नि? चिनिनँ त मैले तपाईँलाई। ए म त्यही मान्छे हो क्या, तिमीले हाम्रो गेट अगाडि नम्बर छोडेर राखेको रहेछौ नि, त्यही घरको मालिक हो क्या म। हो र, म त विश्वासै लागेन। अनि तिमी चाहिँ को सरू हो नि? म छिमेकीको साली हो क्या। ए हाम्रो पल्लो घरको छिमेकीको साली हो तिमी? हो नि। ए ए ए अनि बिहे गर्नुभयो त हजुरले? कहाँ, मैले त बिहे गरेको छुइनँ नि अहिलेसम्म। तिमी जस्तो सुन्दरी मान्छे, राम्री मान्छे नै भेटिँदैन। मन मिल्ने तिमी जस्तो मान्छे भेट्ने भने त म पहिला नै बिहे गर्थेँ नि। यस्तो त होइन होला। अनि तपाईँको घरमा बस्ने त्यो केटी चाहिँ को हो नि? ए त्यो एउटा केटी, त्यो केटी त हाम्रो घरमा काम गर्ने मान्छे हो क्या, नोकरानी हो त्यो हाम्रो घरको। साथी हो र? 15,000 जति पैसा चाहिएको थियो मलाई, अहिले हालिदिइराख्नुहुन्छ तपाईँले? ए जब 15,000 पैसा त म तिमीलाई हालिदिइहाल्छु नि, पखाइ। यही नम्बरमा फोन पे गरिदिनु होइन? हजुर हजुर हो नि। ए ल ल भइसक्यो, हेर त। यता बाहिर हेर्नु त। कता हेर्नु फेरि बाहिर चाहिँ? यता ढोकातिर हेर न, ढोकातिर। कता ढोकातिर हौ? घरको बुढी खरानी बाहिरको सबै केटी तिम्रो लागि महारानी।